हेलो गाइज गुड मर्निङ छ सबैजनालाई फेरि पनि। अनि आज चाहिँ हामी सन्डे, आज हामी गेम खेल्न जाँदैछौँ। फर्स्ट आवर गेम छ 8 o'clock अर्ली मर्निङ। अनि हिजो हाम्रो सुपर कपको चाहिँ गेम बाई भयो। हाम्रो टिमले चाहिँ हाम्रो अपोनेन्टले चाहिँ पुल ओभर गर्यो कम्पिटिसनबाट, अनि त्यही भएर हाम्रो 3 points 3-0 विन भयो। यस्टरडे खेल्न परेन, प्रफिट पायो। अनि अब चाहिँ हामी नेप्लिज लिग जाँदैछौँ। आज हाम्रो गेम छ अगेन्स्ट भाषा पाठशाला। अनि के हुन्छ देखाउने छु। किप वाचिङ टिल द एन्ड। यहाँ छु अहिले कफी लिन है। अब बिहान उठ्न हल्का गाह्रो हुन्छ, कफी लिएर चाहिँ म ग्राउन्डतिर लाग्दैछु। त्यही हो, आज चाहिँ हाम्रो स्ट्रङ साइड हुनुपर्ने हो होइन अगेन्स्ट भाषा पाठशाला, किनकि हाम्रो हिजोको सुपर कपको गेम चाहिँ भएन। अनि त्यही भएर आज सबै केटाहरू एभाइलेबल हुन्छ। गाइस फाइनली हामी चाहिँ ग्राउन्ड पुग्यो है। अनि अब चाहिँ यहाँ वार्मअप हुँदैछ, केटाहरू रेडी हुँदैछ। अनि आजको पिच चाहिँ अनि केटाहरूको चाहिँ त्यहाँ वार्मअप चलिरहेछ। यता चाहिँ रेडी हुँदैछ, ग्राउन्ड चाहिँ सेटअप हुँदैछ। अब यस्तो राम्रो सेट छ केटा हो, हेर बेन्चमा पनि लोकलाग्दो छ। त्यही भएर हामीले केही भनेको छैन, हामी सुन्ने केटाहरूले सबैले मैले एकदम खुसी दिएछ है केटा होइन। यो चाहिँ अब तिमीले अब कति हान्नुपर्छ ल। 1 2 3 त गाइज म्याच भ्लग हान्न नि गाह्रो छ है। यहाँ मेरो आफ्नो भिडियो चलिरहेछ, यहाँ गेमको भिडियो लिइरहेको छु मैले। अहिलेसम्मको स्कोर 0-0 छ। राम्रो चान्सहरू पाइरहेछ गोर्खा बोइजले, भाषा पाठशालाले पनि पाइरहेछ, कन्भर्ट भएको छैन। जस गेम चाहिँ 0-0 छ अहिलेसम्म, तर स्ट्रगल चाहिँ एकदम गाह्रो छ है। यहाँ भिडियो लिइरहेको छु। अनि आजको वेदर चाहिँ एकदम बबाल छ है, टक्क राम्रो घाम लाग्छ। यो दिउँसो चाहिँ पानी पर्छ भनिरहेछ, 60% रेन देखाइरहेछ। जस्ट विकेन्डमा त्यही हो, सटर आउन चाहिँ मजा लाग्छ है। त्यहीमा चाहिँ आफ्नो क्लबलाई सपोर्ट गर्न पाउँदा झन् खुसी लाग्छ। अनि यो गेमहरू चाहिँ मैले युट्युबमा हाल्छु फुल गेम। हाम्रो लोकेसन चाहिँ यो बिच हाइवेबाट आएपछि ठ्याक्क BSRC हो, ठ्याक्क रोडको साइडमा ग्राउन्ड छ, मजाले देखिन्छ। यो नेपाली लिगको भेन्यू चाहिँ यही हो है, BSRC। मोस्ट अफ द सबै गेम यही नै हुन्छ। भर्खर गोल भयो है गोर्खा बोइजबाट, सायद सुमन दाइले गोल हान्यो होला, लेफ्ट फुटबाट गोल है। टिल करेन्ट्सको गोर्खा बोइज 1 भाषा पाठशाला ल। फर्स्ट हाफ सक्यो है। अहिलेसम्मको स्कोर गोर्खा बोइज 1 भाषा पाठशाला 0 छ। केटाहरूले हल्का इजी लिए जस्तो फिल भयो। राम्रो चान्सहरू क्रिएट भएको थियो, गोल चाहिँ कन्भर्ट भएको छैन। अब सेकेन्ड हाफ के हुन्छ देखाउने नै छु। स्टे ट्युन। के बिग्रियो केटाहरूको? यो मुजीहरू धेरै यो के उयो भयो, के अरे बिराल धेरै भयो, मुसान चाहियो अलिक भएन। यो धेरै खेलायो क्या, गोलै हान्दैन। के बिग्रियो? गोल मेसिनहरू यहाँ बाहिर छ, अनि कहाँबाट हुन्छ त्यो? फर्स्ट हाफमा के बिग्रियो दाइ? यिनीहरू बेसी स्टार भयो, केही बिग्रेको होइन, बेसी स्टार भयो। 0 एट्याक। अब सेकेन्ड हाफ पछि म जान्छु गोल मेसिन। Gorkha Boys 6 भाषा पाठशाला आज जस्ट विन भयो 7-6-0 भेरी गुड रिजल्ट हो आज। जस्ट गोर्खा बोइजलाई अब बेस्ट विशेष भन्दै अब लाग्नु पर्यो है। म्याच चल्दैछ केटाहरूको, वेस्टर्न थन्डर भर्सेस रोयल डाफे।
अब हामी चाहिँ घर जानु लाग्यो तर यहाँ सेकेन्ड म्याच हुँदैछ वेदर चाहिँ अलिक वर्स हुन लाग्यो पानी पर्न लाग्छ हाम्रो गेम पनि सक्यो है वेदर चाहिँ वर्स हुन लाग्यो पानी डेन्जर परेछ केटा हावाहरूले उडाउला चाहिँ हाम्रो लन्च सट आउट गर्नुपर्छ होला कता पुगिन्छ हामी पनि अब घरतिर लाग्न लाग्यौँ है पानी चाहिँ वर्स डेन्जर पानी पर्न लाग्छ त्यही हो कस्तो भयो त भाइ गेम रमाइलो भयो फर्स्ट हाफ बिग्रियो सेकेन्ड हाफ राम्रो भयो अब नेक्स्ट विक चाहिँ हामी के हुन्छ नेक्स्ट विक हाम्रो दुईवटा गेम छ दुईवटा गेम छ अब हाम्रो नेक्स्ट विक स्याटरडे म्याडिङटन कप छ अनि हाम्रो सुपर कप एज युजुअल छ फोर्थ विक अनि हाम्रो गेम छ नेप्लिज लिगको लुकिङ फरवर्ड है अब त्यही हो नेक्स्ट विक चाहिँ इम्प्रुभ हुनुपर्छ हामी चाहिँ अहिले कमल दाइको घर आइपुग्यौँ अब हामी लन्च खाँदैछौँ कमल दाइकोमा केटाहरू चाहिँ सबै आइसक्यो म चाहिँ घर गएर भाइलाई लिएर आएको हो सो यस्तो छ क्यामेराम्यान स्लिपिङ गरे सिका हुन्छ त यहाँ ल गाइस हामी छौँ मैले कमल दाइकोमा है गेम सकिसकेपछि आएर लन्च खान लाग्यो अनि त्यही हो एज युजुअल केही बनाइरहेछौँ के बन्दैछ हेरौँ चाहिँ हाम्रो क्लबको ट्रफीहरू है बाँकी चाहिँ भित्र छ बाहिर भएको ल गाइस फाइनली है आजको दिन पनि यस्तै भयो भर्खर घर आइपुगेँ अनि त्यही हो आजको गेम चाहिँ हामीले 6-0 जित्यो केटाहरूले अझै राम्रो गर्नुपर्ने थियो हल्का इजी लियो केटाहरूले फर्स्ट हाफ 1-0 अनि फुल गेम चाहिँ 6-0 भयो अनि हामी त पछि कमल दाइको घर गयौँ लन्च सट आउट गऱ्यौँ एकछिन बस्यौँ त्यहाँ गएर रमाइलो कुराहरू भयो केटाहरूको टिम टक भयो अनि रमाइलो गऱ्यौँ त्यही एज युजुअल त्यही विकेन्ड रमाइलो गर्ने हो अनि भर्खर घर आइपुगेँ अब म चाहिँ सबैलाई ह्याप्पी तिहार है हामी चाहिँ लक्ष्मी पूजा गर्दैछौँ अनि हाम्रो घरको यहाँ लक्ष्मी पूजा हुँदैछ यता रावणहरूलाई पनि पूजा गर्नु के छ त भाइ सिडनी र यहाँको तिहारमा के फरक छ सबै मिस भइरहेछ सिडनीमा के मिस भइरहेको त भाइ सिडनीमा देउसी भैलो मिस भइरहेछ पर्थमा चाहिँ खासै देउसी भैलो खेल्दैन हामी यत्रो वर्ष भयो तर एकदम त्यही हो फ्यामिली मिस हुन्छ यो टाइममा स्पेसली दिदी है मेरो दिदी ज्ञानु दिदी अनि सधैँ खुसी होस् सधैँ उसले चाहेको पुरा होस् अनि टाढाबाट पनि माया छ है ल ह्याप्पी तिहार सबैजनालाई ह्याप्पी तिहार ह्याप्पी तिहार है सबैलाई हाम्रो तिहार चाहिँ अब सकियो है अनि जस सर्ट टाइममा त्यो तयारी भयो एकैछिनमा सबै कुरा बन्यो त्यही अहिलेसम्म हेरिदिनु भयो थ्याङ्क यू फर वाचिङ आई विल सी यु इन नेक्स्ट भिडियो फेरि पनि ह्याप्पी तिहार किप वाचिङ